अबे ए उड्नुहोस् झन्डै पो लड्यो हौ भाइ म त। तपाईँ कहाँ लाउनु भएको? उठ्नु मात्र नसक्नु भएको नि त। हो नि। अनि भाइ त नयाँ नयाँ देख्छु नि। हजुर म नयाँ हो नि, भर्खर सोरुमबाट निस्केको। भाइ पनि साह्रो रमाइलो हुनुहुँदो रहेछ। अनि कताबाट आउनु भएको? कहाँ जान लाग्नु भएको? हेर्नुहोस् न, यो जग्गा कहाँ पर्छ होला है? ए भाइ यो जग्गा त यी माथि हो नि। जाँदाखेरि टाइम कति लाग्छ? यस्तै सम्झिनुहोस् तपाईँलाई मोटामोटी 2 घन्टा जस्तो लाग्छ। 2 घन्टा? एकछिन सोचौँ है। त्यो ठाउँबाट त्यहाँ, त्यो ठाउँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ। ए भाइ एकछिन पर्खनुहोस् न। के तालको मान्छे रहेछ। म पनि अब कस्तो मान्छे। म आफै पनि यहाँ यो गाउँमा नौलो, सबै कुरा मलाई थाहा भयो जस्तो। यो खाने पानी हो? होइन त, यो त पिउने पानी पो त। पिउनु हुने? होइन, यो के भएको मान्छे? कहिले मान्छेले गमुटमा पानी पिउँछ? गुवादे, आउनुहोस् तपाईँ पानी पिउनुहोस्। पिउनुहोस् मजाले आँत भिज्ने गरी पिउनुहोस्। यो त हिमालदेखि आएको प्योर पानी पो त, दबाई पो हुन्छ त, त्यसमा पनि मिनेरल। सिधै हिमालबाट आएको पानी रहेछ। पुरा डाँट ठिरायो। यस्तै हो, यो पानीले त नयाँ मान्छे एकैतालमा ठक्कै चिनिहाल्छ। हामीलाई त ठिराउँदैन। ए है, तपाईँ त नौलो देखिन्छ नि, कता लाग्नु भयो नि? हजुर म नौलै हो, भर्खर आउँदै गरेको। तपाईँहरूलाई एउटा कुरा सोधौँ है? यो हेर्नुहोस् त। कस्तो बनाएको फोन है? फोनको कुरा गरेको होइन मैले, यो एड्रेस चिन्नुहुन्छ भनेर। ए गेट हाउस? हजुर हजुर। ए तपाईँ यहाँदेखि सिधै तेर्सो जानुहोस्। हजुर। त्यसको बादमा तपाईँ अलिकति उकालो 1-1.5 पाइला अगाडि जानुहोस्। अगाडि? त्यसको बादमा 1 मिनेट हो मोड्नुहोस्। त्यहाँदेखि तेर्सै तपाईँ पुगिहाल्नुहुन्छ गेट हाउस। ओए नार्थस, त्यहाँदेखि पनि अझै उकालो जानुपर्छ ल। सोधे पनि साँचो बोल्दैन। किन ढाँटेको बिचारा नयाँ मान्छेलाई? बाटो नहो न, मैले त एउटा उकालो त भनिनँ नि, अल्छी लाग्दो। ओ हेलो, बोतलमा पानी लिएर जानु। बाटो चाहिँ नछोडी जानुहोस् ल। हेलो पूजा। प्रकाश पुग्यौ? म भर्खर आइपुगेँ कि। राम्ररी पुग्यो होला नि? हेर न बाटो कस्तो टाढो रहेछ हो, हिँड्दा बाफ्रे। ए हो र? हेलो हेलो, सुन्दैछौ? सुन्दैछु त। सुन न, यहाँ नेटवर्क कस्तो प्रब्लम रहेछ हो। ए हो र? हेलो। सुन्दैछु। अन्त म राम्रोसँगले आइपुगेँ हो। अन्त तिमी अहिले के गर्दैछौ? म तिमीलाई नै कल ट्राई गरिरहेको थिएँ। प्रकाश तपाईँ हो? हजुर। तर तपाईँ? म यहाँको चौकीदार। कम्पनीबाट फोन आएको थियो तपाईँ आउने कुरा। हिँड्नुहोस् भित्र, म तपाईँलाई रुम देखाउँछु।
कुनै कुरोको जरुरत परे मलाई भन्नु होला। हुन्छ। चौकीदार दाजु। एबिसी। हजुर। अक्कलबहादुर छेत्री मेरो नाम। छोटकरीमा मलाई एबिसी भनेर भन्छ। तपाईँको लालटेन तपाईँलाई चाहिन्छ राख्नुहोस्। किन तर्सेको? के भयो? तपाईँ बोलाउँदै आउनु सक्नु भएन? खाना लिएर आएको छु, खानु होला। एबिसी दाजु सुन्नुहोस् त, एकछिन बस्नुहोस् न, एकछिन गफ गरौँ न। गफ गर्नुको लागि नि यसो कडाकुडी हुनु पर्यो नि। अघि खाएको सबै उड्यो। मसँग छ नि, किन सुर्ताउनुहुन्छ? बस्नुहोस् न। पक्का हो? ए के विश्वास लाग्दैन? छ त। आहा, अङ्ग्रेजी जस्तो पो छ त हौ। यो अङ्ग्रेजीको स्वाद पनि यो मुखले बिर्सिसक्यो अब त। त्यसो भए कहिले नबिर्स्ने गरेर त्यो मुखलाई सम्झाइदिनुहोस् न। त्यसै गर्नु पर्ला। एकछिन पर्खिनुहोस्, म पानी लिएर आउँछु। ल। आज चाहिँ भने रमाइलो हुने भयो प्रकाश भाइ। अनि खाना खाइसक्नु भयो? खाइसकेँ नि। यो खाना तपाईँले नै बनाउनु भएको हो? खै हो नि। अब आफू भने एक्लो मान्छे। सुरु गर्नुहोस्। ए हुन्छ हुन्छ। एउटा ग्लास यहाँ छ। अङ्ग्रेजी भनेपछि अङ्ग्रेजी चिजै हुन्छ प्रकाश भाइ। किन, के भयो? अब मजा आयो नि। अलिक थप्नुपर्छ होला प्रकाश भाइ। लगाएर खानुहोस् न। हुन्छ। तर यसरी चाहिँ खानु राम्रो होइन है। यो अङ्ग्रेजीले भेटिसकेपछि त फेरि हिँड्नु सक्दैन नि फेरि। ए नसुताउनुहोस् न प्रकाश भाइ। यो ज्यानले यस्तो बोतल त कति पचाए। त्यो त ठिकै हो दाजु। अन्त तपाईँ एक्लै बस्नुहुन्छ? हो नि, एउटी त थिए तर छोडेर गए। अहिले यसलाई सार भन्थे, यसलाई त छोड्नै सकिन हो। उसैलाई छोडिदियो बरु। अनि प्रकाश भाइको पनि त कसैले समातेको होला नि त, कसैले होइन। होइन के भन्नुहुन्छ हौ दाजु? ए दाजु त लागेछ क्या हो? डर्टी माइन्ड। मलाई भन्नु न भाइ। भाइको पो कसैले हात समाए कि भनेर पो सोधेको त हौ। भाइलाई त अङ्ग्रेजी लागेछ। साँच्ची भाइ एउटा कुरा सोधौँ तपाईँलाई? भाइको जेब छ मतलब गर्लफ्रेन्ड क्या त? अन्त सिधै भन्दा भइगयो त। के कुरा घुमाइ बसेको? के पक्रेको के समाको कुरा गरिबस्नु? म यहाँ के सोचिरहेको छु। भनेपछि त भाइको पनि छैन कि के हो? के यस्तो हो? ठेट दाजु, के कुरा गर्नुहुन्छ तपाईँ? छ त मेरो। हेर्ने हो तपाईँ? देखाऊ म? प्लिज आइएम सरी भाइ। लु हेर यहाँ। आऊ एबिसी दाजु। भयो। लु हेर यहाँ। आमामामामा कस्तो राम्री। ए हेर्नुहोस् दाजु, यो ठ्याक्कै दुईजनाको जोडी चाहिँ कस्तो मिलेको रहेछ है भाइ। नाम के हो बहिनीको? बुहारीको?
थ्याङ्क यू दाजु। हुन्छ। उसको नाम पूजा। पूजा हो? प्रकाश भाइ अलिक धमुक्यो है? म यो गेस्ट हाउसमा आएको छु, भोलिदेखि म काम सुरु गर्दैछु। तपाईँले पनि मलाई यहाँ सघाउनु पर्छ है। पक्का भाइ, म सघाउँछु। भाइ हेर्नु, भाइलाई म सबै फर्स्ट टु लास्ट म सघाउँछु। हुन्छ होइन भाइ? मेरो एबिसी दाजु हुनुहुन्छ नि त। हुन्छ हुन्छ। चेस।